नमस्कार। शुक्रबार जन्मिने व्यक्तिहरूको कस्तो स्वभाव हुन्छ भन्ने बारेमा संस्कृतमा यस्तो भनिएको छ। सुनीलत सत कुञ्चित केशपाशः प्रसन्न वेशो मतिमान विशेषात् शुक्लाम्बर प्रीतिधरो नर स्यात् सन्मार्गवो भार्गव बार जन्मा। अर्थात् शुक्रबार जन्मने व्यक्तिहरू कालो कपाल भएको, घुम्रिएको कपाल भएको, अत्यन्त प्रसन्न मुख भएका, सधैँ हाँसिरहने, अति बुद्धिमान, अति विवेकी, सेतो वस्त्रलाई बढी मन पराउने, सत्मार्गी, राम्रो बाटोमा हिँड्ने खालका हुन्छन्। साहित्य सङ्गीत र कलामा अत्यन्त निपुण, साहित्य सङ्गीत र कला प्रेमी हुन्छन्, यशस्वी हुन्छन्, समाजबाट सम्मान प्राप्त गर्ने खालका, अत्यन्त मेधावी, राजयोग परेका हुन्छन्। शुक्रबार जन्मने सम्पूर्ण व्यक्तित्वहरूको सदा सर्वदा जय होस्, मङ्गल होस्, कल्याण होस्।